सम्पूर्णमा नमस्कार। आज हाम्रो यो भाइको ट्रायल छ। उहाँको चाहिँ बसको ट्रायल हो हैन। उहाँ चाहिँ एकदमै सानो गाडी चाहिँ राम्रै चलाउनुहुन्छ। अब उहाँले बसलाई पनि यसो बसको लाइसेन्स लिएर बस पनि चलाउने प्रयास गर्दै हुनुहुन्छ हैन। सबैभन्दा सुरुमा हामी चाहिँ अब बसमा बसिसके पछाडि ट्रायल दिनुभन्दा अगाडि तपाईको सुरुमा ढोका लाउनुस्। त्यस पछाडि आफूलाई कतिको चाहिँ अब कम्फर्टेबल हुन्छ सिट मिलाउने अनि लुकिङ ग्लासहरु हेर्ने। त्यस पछाडि सिट बेल्ट बान्ने। हामीले यी तीनटा कुराहरु चाहिँ बिर्सिनु हुँदैन। तपाईको सिट मिलेन भने उकालोमा अलिकति गाह्रो हुन्छ उठाउनको लागि। अब सिट मिलेपछि गाडी केमा छ हेर्ने, न्युट्रल छ कि गियरमा छ कि। गियरमा छ भने क्लच थिचेर स्टार्ट गर्ने, न्युट्रलमा छ भने क्लच नथिचिकन स्टार्ट गर्दा हुन्छ। अब जस्तै सानो गाडीको जस्तो हुँदैन। यो चाहिँ कस्तो हुन्छ भन्दाखेरि हावा छ कि छैन चेक गर्ने है। अब त्यस पछाडि स्टार्ट गर्नुस्। अब हामी ट्रायल दिनको लागि तयारी भइसक्यो। अब सबभन्दा सुरुमा चाहिँ हामीले गियर लाउनु पर्यो। ह्यान्ड ब्रेक तल छ कि माथि छ हेर्ने, तल छ भने माथि। खुल्ला भयो। अब सबैभन्दा सुरुमा हामीले बसको ट्रायल दिँदाखेरि चाहिँ लेफ्ट साइडबाट छिर्ने, थोरै राइट च्यापेर हल्का भित्र छिरिसके पछाडि देब्रे टर्न गर्नु पर्यो। अब हाम्रो गाडी चाहिँ लेफ्ट साइडबाट छिर्यो। हामीले सबभन्दा सुरुमा 1.5 बनाउनु पर्यो। लेफ्ट साइडबाट छिर्ने, सर आएपछि तपाईको भरिसक हामीले 8 बनाउँदाखेरि बाहिरको लाइन च्याप्नु पर्यो। यसको चाहिँ यो सेतो रेखा हो हैन। गाडी चाहिँ एकदम घुमिरहेछ। अब तपाईले लेफ्ट साइडबाट छिरेपछि यहाँ पुगेपछि 8 बन्यो है। 8 बने पछाडि तपाई अब हाफ राउन्डमा चाहिँ बाहिर निस्किनु पर्ने हुन्छ। तपाईको 8 कटेपछि स्पिड ब्रेकर आउँछ। स्पिड ब्रेकरमा चाहिँ तपाईले क्लच पुरा छोड्ने, त्यस पछाडि हल्का एक्सिलेटरमा खुट्टा राख्ने, थोरै मात्रै दिने। जब अगाडिको चक्का स्पिड ब्रेकरबाट अगाडि झरेपछि साइलाइट बाल्ने, राइटपट्टिको साइलाइट बाल्नु पर्ने हुन्छ। तपाईको बीचमा साइलाइट मर्नु भएन। युटर्न भरि साइलाइट बल्नु पर्ने हुन्छ। अब साइलाइट तपाईको पहेँलो रातो बलेछ भने जेब्रा क्रस भन्दा अगाडि रोक्ने, नभए सुई जाने। बत्ती बलेपछि तपाईको जेब्रा क्रस टच भइसकेको छ भने पहेँलो रातो बले पनि नरोक्ने। तपाईको उकालोमा रोक्दाखेरि अगाडिको लाइन र पछाडिको लाइन छुनु भएन। अब ट्राफिकले जा भनेपछि अगाडि बढ्ने। ओह्रालोमा पनि तपाईको अरु गाडी जस्तो हुँदैन। यसको चाहिँ डबल ब्रेक हान्न पाइएन। हल्का हाफ क्लचमा बिस्तारै झर्ने। अगाडि नि छाउनु भएन, पछाडि नि छाउनु भएन। ल ठीक छ। अब यो सकिसके पछाडि यल ब्याकमा जाने है। यलमा छिराउँदाखेरि तपाईको सेतो लाइन छाउनु भएन।
पहिलो लाइन चाहिँ यो मिनीको हो, यसलाई छाउँदा पनि केही फरक पर्दैन। अब यल ब्यागमा चाहिँ तपाईँको हेभीको लागि चाहिँ सेतो लाइन भएकोले तपाईँले पहिलो लाइनको छेउछेउ गए पनि केही फरक पर्दैन। हामीले हल्का लेफ्ट साइडतिर च्यापेर बिस्तारै जाने, टर्निङ छेउमा चक्का पुगेपछि त्यो चाहिँ ग्याप अनुसार हुन्छ होइन। टर्निङ छेउमा पुगेपछि फुल काट्ने। यति गरेपछि तपाईँको लास्ट पोलमा अगाडिको भाग कटेपछि ठ्याक्क रोक्ने, त्यसपछि ट्राफिकले अगाडि बढ भनेपछि सर अगाडि जाने। यति भएपछि तपाईँको बसको ट्रायल सकिन्छ। यति भएपछि तपाईँहरू पास हुनुहुनेछ है। सर अगाडि गएर पार्किङ गरिदिने अनि पास। बसको ट्रायल दिने तरिका तपाईँले हेरिहाल्नुभयो, यसैलाई फलो गर्नु होला। अब यदि तपाईँले एड गर्नुभयो स्पिड ब्रेकर, युटर्न, उकालो ओह्रालो गरिसके पछाडि यल ब्याग सकिएपछि तपाईँ पास भइसक्नुभयो होइन। यति गर्नुभयो भने तपाईँको लाइसेन्स अब नजिकै छ है।